विशुद्ध समाजका गतिविधिहरू थाहा पाउनको लागि यी कुरौटेलाई यो रातो सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस् अनि यो बेल आइकनलाई पनि दबाउन नबिर्सिनुहोस् है त। फेसबुकमा माया बस्दा नेपालका युवकबाट बर्मेली युवती बर्बाद, न्याय खोज्दै बर्माबाट नेपालसम्म। भनिन्छ हरेक कुराको सीमा हुन्छ, तर सीमा नागेपछि त्यही कुराले भयङ्कर रूप लिने गर्दछ। आज यस्तै घटना भएको छ सुनसरीको धरान 10 विशाल पथमा। धरान 10 विशाल पथ निवासी इसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङ बर्मेली बीच करिब 2 वर्ष अघि फेसबुकमा माया बस्यो र त्यही मायामा दुवैजना डुबे पनि। दुवैजना एक अर्कालाई जीवनको पाटो समेत बनाए, तर समय बित्दै गएपछि त्यही फेसबुकको माया हाल आएर बर्मेली युवतीको लागि जीवनको ठुलो पहाड बनेर अडिरहेको छ। त्यो पनि सामाजिक सञ्जालकै कारण उनको घर तहस नहस भयो। फेसबुक मार्फत चिनेकी एक बर्मेली युवतीलाई प्रेमको नाटक मात्रै गरेका छैनन् ती धरानी युवकले। विवाह बन्धनमा समेत बाँधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोराको माया समेत लुटिदिएका छन्। आज मङ्गलबार धरानको होटेल कोरियन रेस्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मेली युवती न्यायका लागि पहल गरिदिनका लागि पत्रकार सामु हार गुहार गरिन्। नेपाली भाषा वेशभूषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागे पनि तिनै राईले आज उनलाई बेनाम बनाउन खोजेको उनको आरोप छ। सम्मेलनमा उनले भनिन्, करिब 2 वर्ष पहिले मेरो र धराने युवक इसुन राईको फेसबुकमा माया बस्यो। त्यसपछि मैले नि ती युवकलाई मेरै कमाईको पैसाले सिङ्गापुरमा टुरिस्ट भिसामा सिङ्गापुर बोलाएँ र हाम्रो भेट भयो। त्यसपछि हामी अझ गहिरो मायामा पस्यौँ र केही समयपछि हामीले सुनसरीको धरान आएर होटेल ड्रिम्स ल्यान्डमा विवाह पनि गऱ्यौँ। विवाह हुँदासम्म राम्रै थियो। विवाहको करिब 1 वर्षपछि छोरा इथन राईको जन्म भयो। त्यही बेलासम्म सिङ्गापुर पुगिसक्ने मेरो भिसाको समय पनि कम भएकाले म मेरो छोरा 45 दिनको हुँदा आफ्नो बच्चा बुबा इसुन राईलाई जिम्मा लगाएर भिसाको समय थप्न सिङ्गापुर गए। त्यति मात्र नभएर आफ्नो बच्चाको हेरचाह तथा श्रीमान राईका लागि पटक पटक गरी 8 लाख रुपियाँ समेत पठाए। आफ्नो बच्चाको जन्मदिनको पार्टीको फोटो देखाउँदै उनले भनिन्। बर्मेली युवती मिन्जुयाङका अनुसार पछि काम सकिएपछि सुनसरीको धरान आए र श्रीमानसँग नै बस्न खोजे पनि आफ्ना श्रीमान इसुन राई तथा तिनका परिवारहरूले उनलाई आफ्नो घरकी बुहारी स्वीकार गर्न नचाहेको र आफूलाई पटक पटक पीडित बनाएको उनले सुनाइन्। उनले भनिन्, मलाई मेरो श्रीमानले बारम्बार धम्की दिँदै आएका छन्। तिमी विदेशी नागरिक हौ, नेपालमा तिमीले केही गर्न सक्दैनौ, जे मन लाग्छ त्यही गर, तर तिमी मेरी श्रीमती होइनौ। यति मात्र नभएर तिनको घर परिवारमा सासू गङ्गा राई तथा दिदी करुणा राईले समेत बुहारी स्वीकार नगरेको उनले बताइन्। उनले भनिन्, इसुन राईले मलाई मेरो पैसाका लागि मात्रै माया गरेको रहेछ। उसलाई पैसा नै चाहिन्थ्यो भने किन झुटो माया देखायो? मलाई मेरो वैवाहिक नाता प्रमाणित गरिदिनु पर्यो र मेरो छोरा मलाई दिनु पर्यो। सामाजिक न्यायको खोजीमा रहेकी मिन्जुयाङका अनुसार उनलाई आफ्नो 1 वर्षीय छोरासँग समेत भेट्न दिएको छैन भने घरबाट समेत निकाला गरिदिएका छन्। उनी हाल बर्मेली राजदूतावासको सहयोगमा धरान 10 मा डेरा बस्दै आएकी छन्। पैसाको लागि झुटो माया देखाएर कसैको जिन्दगीमाथि यति ठुलो खेलवाड गर्न कसैलाई पनि अधिकार छैन। अपराधी इसुन राईलाई कारवाही र महिला हिंसामा परेकी बर्मेली युवतीले न्याय पाउनै पर्छ। हस्त विशुद्ध समाजका गतिविधिहरूलाई सञ्चारको माध्यमबाट दुनियाँको कानसम्म पुर्याउने यी कुरौटेको महाउद्देश्य जारी छ। हामी दिनदिनै नयाँ अनि ताजा खबरहरू लिएर आउने गर्दछौँ। हामीलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भोलि फेरि भेटौँला। नमस्कार।